नमस्ते सबैहरूलाई फेसबुक मित्रहरूलाई हाम्रो यहाँ बेलडब्लुबाट चाहिँ एडिओ हुन आत्नुभएको इन्सपेक्टर हुन आत्नुभएको सरले भन्नुहोस् ल यो फुल चाहिँ अनि के अरे नाम सर यो जेरेनियम अँ यो चाहिँ एउटा यो जङ्गली प्लान्ट हो यो जङ्गली प्लान्ट तर एकदमै राम्रो हुन्छ है यो पल्लो यो चाहिँ लालपति बोन्साई गरेर बनाएको सबैले बनाएको एकदमै राम्रो हुन्छ धेरै फुल बनाउन आउँछ तपाईँलाई धेरै आउँछ कति बनाइसक्नु भएको छ है हर्टिकल्चरबाट कि फ्लोरिकल्चर डिपार्टमेन्टमा हुन्थ्यो तपाईँ म हर्टिकल्चरमा थिएँ कि र पनि अब फुलको चाहिँ धेरै ज्ञान छ धेरै ज्ञान छ त्यसको नाम चाहिँ के हो डालिया पल्लो यो सबै डालिया हो अनि उता के छ यता सिबी 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 चाहिँ कतिको रोपाइ हुँदैछ घिउ सिबी त अब आफ्नो बारी त नभए पनि बारी चाहिँ छ तर बारीमा अब लाग्नु भन्दा चाहिँ अब आफ्नै क्यारेटतिर धेरै कमाएर खाइयो क्यारेटतिर लगाएर पनि धेरै उन्नति गर्यो धेरै 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 थुप्रो खाइयो भन्दा पनि अब किन्नु चाहिँ परेको छैन यतातिर फल्दैछ डल्ले खोर्सानी कति खोर्सानी अब डल्ले खोर्सानी पनि नाङ्लोमा पनि हेरिहाल्नुहोस् यो यहीँको फलेको हो यहीँ फलेको नि किन्नु परेको छैन सिबीहरू अनि उयो मन्तलाले छ मन्तलाले फुलहरू प्रायः जस्तो चाहिँ ट्यारेसमा आलु पनि रोप्छु रोपिन्छ आलु रोपेर पनि निकै नै अर्कोलाई पनि बाँड्दैछ आफू मात्रै खाँदैछौ आफै पनि अर्कोलाई पनि हुन्छ नि अब जस्तो अब खेती गऱ्यो भने एउटा क्रेटमा झन्डै 10 केजी जस्तो चाहिँ फल्दो रहेछ नोकरी कति गर्यो तपाईँले मैले 38 वर्ष 38 वर्ष नोकरी गरेँ यहाँ कुन सालमा निस्किनु भएको म निस्किएको चाहिँ खासमा चाहिँ म चाहिँ निस्किएको चाहिँ 19 अक्टोबरदेखि चाहिँ रिटायर भएको पार्ट टाइममा चाहिँ के गर्नुहुँदैछ पार्ट टाइममा त अब के गर्नु र अहिले पार्टीकै पोलिटिक्स के अरे बिहान बेलुका नानी गोठाला साग यो अनि आइतबार चाहिँ के काम गरिन्छ हौ आइतबार त अब कता जानुहुन्छ आइतबार लाटाले पान खाने दिन भन्छ हो अन्त लाटाले पान खाने दिन चाहिँ अब कतै गइन्छ गइन्छ चर्च गइन्छ अनि यसरी रायोको साग यसरी रोपिन्छ र यो रायोको साग पनि अब घरमा खानुको लागि चाहिँ मलाई के हुन्छ किनेर सायद खानु पर्दैन है अब किराहरू लाग्छ उयो फुल चाहिँ के फुल हो उतो पर्नु चाहिँ उतो त्यो त्यसको नाम चाहिँ मलाई याद भएन त्यो रोपेको अब याद छ यो कटरे फुल भन्छ टोटल कति वर्ष उमेर भयो अहिले अहिले त अब 65 लाग्यो नि हौ लाग्यो है लाग्यो 65 पुग्यो नि अब यहाँको फुल चाहिँ के हो यो 5-6 वर्ष भइगयो यो यताको यो हेर्नुहोस् यो फुलहरू सेम किसिमको छ यहाँनिर अब नामै जान्नु नै हो भने चाहिँ अब फ्लावरी उसमै छ पऱ्यो है हो नि फुल त काफी नै छ पानी त पुरा आउँदैछ यहाँ पानी 24 घन्टा भनौँ न 24 घन्टा त के हुन्थ्यो अब बिहान आउँछ तर पनि यहाँ मेरो यहाँको घरलाई तलको घरलाई दुई घर जतिदेखि अब 5 तलाको घरलाई अब रिटायर लाइफमा चाहिँ के गर्छ त अन्त रिटायर लाइफमा त अब के भन्नु र अब पार्ट टाइममा पार्टीको काम पनि गरिहालिन्छ है अनि अब फुल टाइम त अब गर्नु भ्याइँदैन सेवा अनि सेवा पनि गर्नुपर्छ कतिको खुसी लागेको छ खुसी त खुसी नै छ खुसी छ साह्रै खुसी है खुसी अरू केहीमा रिटायर भएपछि अब त्यति अरू जस्तो त्यो ओइलेको मुला जस्तो चाहिँ हुनु मन पर्दैन जोस छ जोस भयङ्कर जोस थुप्रो जोस मलाई जोसै छ अब भन्नु के छ त अब भन्नु के छ अब यी नानीहरू ल्याउनु जानुपर्छ स्कुल जानुपर्छ भविष्य केही भन्नु छैन अरू त भन्नु त्यति छैन र पनि ल त जति सक्दो चाहिँ मैले भनिहालेँ ल बिर्खबहादुर दाजुले सबै कुरा भन्नुभयो सरले अब सरलाई पनि समयको टाइम दिनुभयो धन्यवाद हजुर यहाँ